नमस्कार दर्शक वृन्दहरू। आजको कथा टोपीवाला। कथाकार अनन्त प्रसाद वाग्ले र यस कथामा प्रयोग भएका चित्रहरू रोमिना श्रेष्ठले बनाउनु भएको हो। कथा टोपीवाला। टोपीवाला टोपी बेच्दै गाउँ डुलिरहेको थियो। हिँड्दा हिँड्दा उसलाई थकाइ लाग्यो। ऊ एउटा रुखमुनि थकाइ मार्न बस्यो। धेरै थाकेकाले टोपीवाला रुखको फेदमै निदायो। त्यस रुखमा बसेका बाँदरहरूले निदाइरहेको टोपीवालालाई देखे। बाँदरहरू खुसुक्क रुखमुनि आए। तिनले टोपीवालाको झोला खोतले। झोलामा रङ्गी चङ्गी टोपीहरू देखेर बाँदरहरू दङ्ग परे। बाँदरहरूले एक एकवटा रङ्गी चङ्गी टोपी लगाए। रातो, नीलो, हरियो, पहेँलो, सुन्तला, बैजनी र गुलाफी रङका टोपी लगाएका बाँदरहरू खुसीले नाच्न थाले। निदाइरहेको टोपीवाला चल्मलायो। बाँदरहरू पनि रुखको हाँगा हाँगामा पुगे। केही बेरपछि टोपीवाला बिउजियो। बाँदरहरू छक्क पर्दै टोपीवालालाई हेर्न थाले। टोपीवालाले हतपत झोला हेर्यो। झोला रित्तै देखेर उसलाई साह्रै पिर पर्यो। टोपीवालाले यसो माथि हेर्यो। रुखमा आफ्ना टोपी लगाएका बाँदरहरू देखेर पहिले त ऊ छक्क पर्यो। त्यसपछि उसलाई रिस पनि उठ्यो। टोपीवालाले कसरी आफ्ना टोपीहरू फर्काउने भनी विचार गर्यो। उसले आफ्ना टाउकोमा लगाइरहेको टोपी फुकालेर रुखमाथि रहेका बाँदरहरूतिर मिल्कायो। आफूलाई हिर्काएको सम्झेर बाँदरहरू पनि रिसाए। अनि उनीहरूले पनि आफ्नो टाउकोबाट टोपी झिकेर टोपीवालातिर मिल्काए। आफ्ना सबै टोपी बटुलेर टोपीवालाले झोलामा हाल्यो अनि